ब्रिज नै प्रिफर लागेछ हो। गाइस यहाँ हे ओइ थप्पड भेट्छ ओइ त्यो छाता। गाइस यहाँ रोड हेर्नुहोस् र हाम्रो डेस्टिनेसन हेर्नुहोस्। यहाँबाट यहाँनिर तपाईँहरू आउनु भयो भने चाहिँ नुन चाहिँ बोकेर आउनु छ ल। न यो त भोकटे हे अन्त यहाँ उकालो कहाँ पो छ है बोट हो यो। ए एउटा लिची चाहिँ छैन रहेछ गाइस। फोटो खिच्छ। Hi guys, welcome back to my channel. It's me Victoria again. And हामी चाहिँ कहाँ जाँदैछु भन्दा हेलो हामी बत्तिकल गएको। के गर्नु गाइस तो गउँछस् बत्तिकल? ए यो चाहिँ यसको चाहिँ फर्स्ट टाइम हो हैन। मेरो चाहिँ सेकेन्ड टाइम हैन सेकेन्ड टाइमै हो अनि यसको चाहिँ फोर्थ टाइम अरे। फर्स्ट टाइम चाहिँ यसको। सो हामी चाहिँ स्ट्रिङ खाँदै जाँदैछ हैन। कहिले पुग्नु हुँदैछ तर हामी गफ गर्दा गर्दा हामी पुग्छौँ। हाम्रोमा फिलहाल क्यास छैन गाइस। अन्त हामी जाँदैछ होइन। तपाईँहरूलाई पनि देखाउँछु अलिक तल तल पुगेर। Guys, it start raining. Oh my god. So Nation आउनु लाग्यो गाइस on the way। यस्तो पानी झरीमा पनि गाइस हामीलाई चाहिँ आउने रहर नै भएको। लिची पायो भने भयो नि। लिची त फलेको छैन भन्दै थियो तर ओके। त्यहाँनिर हामी ब्रिजको फोटो ओ दामी दामी फोटो खिच्यौँ है। ल मे घरमा चिप लिन्छ होला है। गाइस बाटो चाहिँ डरलाग्दो खट्राङ्स रहेछ नि त। गाइस यहाँ रोड हेर्नुहोस् र हाम्रो डेस्टिनेसन हेर्नुहोस्। यहाँबाट छ देखेन। माइ गड पक्किन जुम गरिदिन्छु। हाम्रो डेस्टिनेसन चाहिँ गाइस यो हो। सो हामी चाहिँ हिँड्दैछ गाइस। तर नि यहाँनिर तपाईँहरू आउनु भयो भने चाहिँ नुन चाहिँ बोकेर आउनुहोस् होला। के भन्दाखेरि चाहिँ जुगाले चाहिँ यस्तो घेर्दो रहेछ। मलाई चाहिँ हेब्बी डर लाग्दिन्छ घिस्रिने। कुकुरले हेरे हामीलाई नछोडेको देखेर झट्ट परेछु प्रभु। हेर कुकुर हो गाइस। इफ तपाईँहरू चाहिँ आउनु चाहनुहुन्छ भने चाहिँ होइन तपाईँहरूले चाहिँ नुन चाहिँ बोकेर आउनुहोस् होला। यस्तो डरलाग्दो जुगा लाग्दो रहेछ। स्पेसली तपाईँहरू रेनी सिजनमा आउनुभयो भने त झन् के भन्नु। मलाई गाइस यस्तो डर लाग्यो त हाम्रो ग्रुपमा साङ्गोलाई चाहिँ जुगासँग त्यति डर लाग्दैन रहेछ। मलाई चाहिँ घिस्रिने जन्तुसँग रेप्टाइलसँग चाहिँ हेब्बी डर लाग्छ गाइस। हामी जाँदैछ होइन। त म चाहिँ रुखसुकै भिजिसकेँ। होप मलाई उयो चाहिँ नआओस् ज्वरो चाहिँ नआओस्। ज्वरो आयो भने फेरि घरबाट थप्पड लगाउँछ गाइस। गाइस तपाईँहरूलाई म ब्रिज देखाउँछु ल। यस्तो डरलाग्दो छ त्यो ब्रिज होइन। उयो चाहिँ तम्सिँदैछ नुरेन तामाङ चाहिँ त्यहाँबाट जान्छु भनेर त दिन्दिनँ म लड्यो भने आउँदैछु गाइस। स्टे ट्युन। यो बिचको मान्छेलाई चाहिँ मेरो बहिनीलाई चाहिँ हाइटसँग पुरा डर लाग्छ नि। म त्यसलाई ब्रिज देखाउँदैछु गाइस। ब्रिज हेर्नुहोस् ल। ओइ त्यो उकालो जानु। ओइ ब्रिजबाट नजाइस्। ओइ उकालोबाट जानुपर्छ। त्यहाँ उकालो बाटो हेर्न डर लाग्छ। ओइ थप्पड भेट्छ ओइ त्यही उकालो हिँड। त्यही हो उकालो बिस्तारै ट्राभल गर्दैन त्यो छाता। गाइस ब्रिज। ओइ न प्लिज 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 मेरो खातीमा नगइदिउ। यहाँबाट कतिजना मान्छेहरू मरेको छ। म त रिपोर्ट आउँछु नुरेन चुप तपाईँ उयोमा थिइन्। म जान्छु अगाडिपट्टि गाइस ब्रिज। यो बाटोबाट जान्छु भन्दैछ। मेरो पछि पछि आइज न भन्दैछु त। यो यहाँ मात्रै साह्रो हो। यहाँ माथि बाटो छ गाइस। बाटो चाहिँ यही हो। म त आइपुगेँ। साङ्गुलाई पक्रिदियो त ओइ बहिनी। साङ्गु ट्राई गर्न। त्यो छाता छाता फ्याङ उकालो।
जाँदा एउटा गएर तान बिस्तारी जाए साङ्गो त्यो उयसमा त्यहाँ टेक्न त्योमा चढेर राति यो कालो दिन त सजिलो छ त साङ्गो यु क्यान डु इट हौ हुँदै जान्छ यहाँ तान्नु खाइ हेर्नु सक्नुहुन्छ यहाँ तल यहाँ मेघनाले स्ट्रगल गर्दैछ त्यसलाई आइज न छिटो पिसा भइसक्यो हेर्नुहोस् न गाइस यस्तो दामी ब्रिज छ होइन हिँड्न ब्रिजबाट भनेको छैन यहीँ आउनुपर्ने रे ब्रिजबाटै हिँड्न बा यहाँ हेर ओइ यहाँ हेर्न मेघना आइज न साङ्गो आइज न साङ्गो बिस्तारी जाए मेघना अन्त त ओ सजिलो छ आइज नि छिटो साङ्गो आइज न ऊ यहाँ अङ्कल ब्रिजबाट आइसक्यो तँहरू यहाँ अड्किहाल गोकोलाबाट साङ्गो ब्रिजबाट ऊ यहाँ हेर अङ्कल बिचमा आएर के गरिसक्यो तिमीहरू के हो यस्तो गोकोलाबाट साङ्गो ब्रिजबाट म जान्छु फोनै छैन अब म यस्तो मान्छेहरूसँग चाहिँ हिँड्नु सक्दिनँ सँग पुरा डराउँदो रहेछ यो ब्रिजबाटै जाने अरे ओ जानु ब्रिजबाटै अङ्कल यो ओ जानु साङ्गो डराउँदैन हिँड्न गाइसिनहरूले चाहिँ लु ब्रिज नै प्रिफर लागेछ हो ओ साङ्गो साइडमा नहिँड है मलाई गाइस म ब्रिजबाटै जाने अरे म चाहिँ यही बाटो आएँ अङ्कल यो उकालो यो बहिनीलाई ल्याइदिन सक्छ साङ्गै त आइज उसलो अङ्कल छ ल जा अङ्कललाई त भरोसा गर न आइज त आइपुग्यो है मान्छे हेर नुठे हेर उपाडे नुठे जला बाई यो छाता पड्क्यो अब ओइ ओइ बाई भन ल गाइस यो रोड निक्लिन्छ अहिले जाँदा चाहिँ हामी यही रोड जान्छौँ लङ कट हो है झन् लङ कट होइन उसको गति यता यतातिर चप्पल देखाएको छ चप्पलको गति गाइस अन्त नुरेन चाहिँ पुग्यो त्यो बाटो चाहिँ सर्टकट हो नि त गाइस लुगाको गति खुट्टा देखा न खुट्टा पखेको छ यहाँ देखो गाइस हातहरू पनि देखो गाइस
हामी चाहिँ लङ कट हे गाइस तपाईँले देखिहाल्नुभयो साङ्गु डाँडाको यसको एक्सपिरियन्स सोध्छु ल भन्नु झन्डै मरेको छैन मलाई चाहिँ हाइटबाट पुरा डर लाग्छ होइन अन्त नुडे त झन् लगेको यसलाई अङ्कलले गर्दा चाहिँ म आइपुगेको यहाँ गाइस म पनि जान्थेँ कि उयोबाट ब्रिजबाट फेरि होइन साङ्गुलाई डर लाग्छ है भनेर चाहिँ यो बाटो चुज गरेँ बहिनी यो बाटो आउनु पनि सकेन तर एकजना अङ्कलले यसलाई तान्यो नुडेन त पुग्यो गाइस पतिकल हाम्रो त लङ कट हो नि त यो चाहिँ सजिलो बाटो हो भने लुक एट द ब्रिज यही ब्रिजबाट चाहिँ डर लाग्छ है गाइस यो ब्रिज हेर्नु यस्तो चिप्लो रहेछ फोन पनि त टक्काउनुपर्छ हाम्रो फोन पनि माटो माटो भइरहेको छ गाइस यो चाहिँ लङ कट बाटो हो यो कुकुरले चाहिँ हामीलाई कहिले दिन पछाएको गाइस जस मेरो हारा त्यस्तो उयो भइरहेको छ कि दुईटा छाता भइरहेको छ बाहुबली साम्राज्य यो बोकेर यो कालो कतिजना तर हाइटसँग डर लाग्छ हौ गाइस यस्तो हाँस उठाएको के ब्रिजबाट पनि नजाने अरे नानी उकालो आइदिएन म तान्छु म सक्छु ट्रस्ट गर्न होइन अरे भन्न त्यो अङ्कललाई चाहिँ ले ट्रस्ट गर्यो अङ्कलको भला आउँछ अङ्कललाई ब्लेसिङ अङ्कललाई आशीर्वाद दिँदै हिँड्दैछ यो मान्छे सबै चाहिएको पुरा हुन्छ अङ्कललाई धेरै धेरै रोटे रोड जानुपर्छ नि त पानी पनि खेल्नुपर्छ One visit is not enough. We have to come again. Huh? गाइसहरू यता आउन हेर न यता पसिना रहेछ त पसिना म झन्डै मरे आज चाहिँ बोट हो यो अरे एउटा लिची त छैन रहेछ गाइस लेला भयो त म झमझम फोटो खिच्छ पानी त छैन अब तल्ल खोला गएर मात्रै भाइ भाइ बसौँ न एक ठाउँ बसेर कुरकुरेहरू खाऊँ न हामीले लिची पानी भएको लाग्यो मलाई लिचीको गाइस बाटो यस्तो छ बाटो सर्ट गर्ने बाटो त छैन सर्ट गर्ने त छैन होला नि त कि छ टोइलेट मैले त गरेँ झुक्छ ये तो भोकटे यहाँ उकालो कहाँ पो छ है यो देखियो यो होइन चाहिँ आँपहरू यतिर पनि आँप हो मैले आँपको रुख होइन देखेँ गाइस यहाँ पनि एउटा आँप देख्नु भएन ऊ दुईटा आँप यतिर पनि छ यहाँतिर पनि छ आँप लिची नै नपाकी रहेछ नि त तर जाउँ मलाई त मनपर्छ के हुँदैछ अर्कोले भन्दैछ हिँड्न साङ्गो त्यहाँ ब्रिजबाट म त ठिकै छ ब्रिजबाट गएर पनि गयो पनि ठिकै छ माथिबाट गयो पनि ठिकै छ उयोले चाहिँ ब्रिजबाट जानु मान्ने छैन पङ्गा चले साह्रै तोहरू घुमेको छैन प्र्याक्टिकल भन्छ कि है भाइ दामी भ्यू हामी स्कुलको सबैजना टोपरीको फेर्छौँ खाँदा मेरो त झन् यहाँ मस्त दुईजना मेरो हालत चाहिँ यस्तो छ हो मेरो त त्यस्तो डर लाग्दो भएन
त्यही भिडियो नकाटी त्यही भिडियोमा देखाएँ। यो चाहिँ त्यति साह्रो भएको छैन हामी चाहिँ आया गाइस एकछिन बसी ल साह्रो पर्यो यहाँ छप्पल हेर्न नि खुट्टाहरू खास यो साङ्मुले पनि घरि यता घरि उता यसलाई मारिदिन्छ यहाँ स्वेटर खाना थिएन साङ्मुको स्वेटर खाना मान्छेहरू मर्छ नि देखेर अझै छ एउटा जोडी ल पुरा साङ्मुको अलि भेट्यो ओइ सबभन्दा नि यो भ्लग हेर्दा साङ्मुले हेर्नै आस्छ त्यहाँदेखि यसो भन्छ मेरो फलो एभलिनहरू पनि मेरो खाँदैन साङ्मुले त कस्तो डराएछ अस्ति नै त्यो मैले एउटा भ्लग हालेको थिएँ नि हौ पास गरौँ उयो हामी खेलेको अङ्कल हामी खेलेको यही रहेछ यहीँबाट चाहिँ फर्स्ट हाम्रो के भन्छ हाइडल प्रोजेक्ट फर्स्ट है यो है यही हो होइन गाइस अन्तखेरि चाहिँ हामी पनि एक्सप्लोर गर्न पायौँ आउनु चाहिँ आएको थिएँ मात्र म यो ओह्रालो चाहिँ आएको थिइनँ यिनीहरूको चाहिँ पहिला नि प्रोजेक्ट पढेको थियो अन्त आएको थियो यहाँ यो बाटो हुँदै गएको चिज जस्तै सो प्रिटी गाइस मुख धुनु भइसक्यो मेरो फेरि सनस्क्रिमहरू डल्लै जान्छ होला अब कालीमाथि पनि झन् कालो लुगा दिएको भए त खेल्थेँ नि हो थाहा भयो त उयो साङ्गु पनि डराएर खास यसो लुगा मैला हुन्थेन नि पौडी खेल्ने त मेरो यो हुँदैन नि त नाङ्गै हेरेर पाहाड जस्तो भएर नाङ्गै होइन अरू के पनि पहिला यस्तो थिएन त यो कस्तो डरलाग्दो अनकन्डिसनल थियो होइन त्यति बेला हामी आएको थियौँ यो चाहिँ के हो ड्रम जस्तो जस्तो अब त्यहाँ गयो भने चाहिँ अब यो ब्रिज तर यो ब्रिजको उयो हाइट त छैन रहेछ नि त तर हाइट छैन कि तर स्पोर्ट डेट स्पोर्ट डेट है सबसे वर्स्ट जर्नी थियो बिराको गाडीमा 20 जना आएको भन्नु गाइस हाम्रो यो उयो आउने चाहिँ प्लान थिएन कि खोला आउनु चाहिँ तर अब अवस्था नै परिस्थिति नै त्यस्तो भयो नि त मैलै भयो यतिकै त जानु भएन अलगत अन्त अब जानै पर्यो नि उता बाटो छैन होला है अब साङ्गु यो बाटो कसरी जान्छ हिँड्न लड्दैनस् उफ्रिन सक्छ साङ्गु अब उफ्रि त लाग्यो पर्छ एकछिन खिच्दिन लैजान अन्त सक्यो यसले मैला हो नि त मैला चाहिँ मैला रहेछ झोडा किन अगाडि फोटो खिच्दिए अलिक माथि छैन के भएको सारिँदैन नि त यो टाइट छ निकाल्दैछु त जुत्ता जाऊ टालिँदैछ फेरि बेजारु यसको अडी मात्रै टाल्नुहोस् त अहिले ल ढाक्नुपर्छ नि अडी मात्रै टाल्नु पल्ला सन्तोक भयो यसलाई मुख धोएर म पनि धुने न यस्तो त हुने हो सनस्क्रिन जान्छ सनस्क्रिन जान्छ जो बुझेको जतिको भन न टक्कै जाने न
ओलो ओइ धोइहालु भैयाको प्यान्ट पुग्छ त्यो बाटोमा गाइस यसको नुडेनको गुनासो चाहिँ के छ भन्दाखेरि चाहिँ गाइस हामी चाहिँ यहाँबाट ब्रिजबाट जाउँ भन्दैछ हो गाइस सुन्नुहोस् है त्यहाँबाट जाउँ भन्दैछ साङ्गोको गुनासो चाहिँ म जान्दिनँ भन्दैछ हो म सक्दिनँ भन्दैछ यो अरे हाम्रो रिक्सा डो म के भन्नुबाट अहिले बोकटे हो जुम गरिरहेको होला त मैले के गर्छ छिटो जालु त त्यहाँबाट निक्लिरहेको होला माथिबाट हामीसँगै राम्रै छ नुडेन त्यहाँनिर उयो पनि छ हिँड त हिँड्न ओइ घर जानुपर्छ ढिलो बस्छ ट्रिप भनेको कटहरको है यो कटहरको पनि भिडियो देखाइदिनु फलेको छैन भनिदिनु त भैया छुटिसक्नु त भैयासँग बस्न कटहरको पनि रोक रहेछ ओ माई गड फल्दै रहेछ ऊ ओए अब मेरो पेसेन्स टुट्दैछ अब म तँलाई के भनिबाट छ है गाइस कटहरको रुख हो यो चाहिँ हो छैन मुटु पल्टाएको होइन त जा गइहाल्नु अब गइहाल ऊ कटहर हेर न गाइस यो बाटो हिँडेर गयो यो चाहिँ फाइनली हामी खोला आइपुग्यौँ हो लङ बाटोबाट उयो नुडेन अघि आइपुगिसक्यो होला अन्त अब हेर है हाम्रो अनुहार हेर्न अरू के हेर नि म त लुगा लेख्नु गाइस आइपुगेँ हेर्नुहोस् ल लामो बाटोबाट आइपुगेँ यो डालो चाहिँ यहाँनिर नुडेन हुनुपर्ने ल्याउ कहाँ हो बाटो यही होला हौ के डरलाग्दो बाटो हो नि त कस्तो आरामिलो चिप्स खोल्दा हात पहिला धुकिहाल्यो चिप्स खोल्दा आउँछ ल हाई भन्नु छिटो कसले हेर्छ मेरो ब्लग हेर्छ होइन ए सब्सक्राइब गर्नु ल एभ्लिनलाई थाहा छ है हाई भन त यहाँ गाइस हेर्नुहोस् ल मस्तो सुन्तलाको बोटहरू रहेछ पुरा यो डल्लै सुन्तलाको बोटहरू यिनीहरू सबै के यो ढुङ्गा देख्नुहुँदैछ नि यो ढुङ्गा चाहिँ उयो छ अरे यो मान्छे भक्कु के पो त्यो हिस्ट्रीमा हुन्छ नि भक्कु त्यो एन्सियन्ट टाइमको त्यो दागहरू निशानहरू भक्कु छ अरे हौ त्यसै भन्छन् देखियो पुरा आँखाहरू बनिएको छ भन्छ प्रवीण सरले भनेको यही हो यो भिडियो पठाइदिएन हामी गयौँ भनेर ओ माई गॉड एन्सियन्ट टाइमको हामी यस्तो हालत